आज म बनाउँदैछु लोकल नेपाली चाउमिन अनि यो बनाउन चाहिँ एकदम सजिलो छ। सुरुमा चाहिँ हामी नुडल बोइल गर्ने, त्यसपछि चिकन ब्राउन हुने बेलासम्म फ्राई गर्ने, त्यसपछि त्यही तातिरहेको तेलमा लसुन हालेर चलाउने, त्यसपछि फेरि प्याज हाल्ने अनि फेरि मजाले चलाउने एकछिन, अनि त्यसमा क्याप्सिकम हाल्ने, रातो खुर्सानी हाल्ने, गाजर हाल्ने, अनि सबलाई फेरि एकछिन मजाले चलाउने, अनि त्यसमै सानो गरेर काटेको बन्दा हालेर फेरि चलाउने मजाले, अनि त्यसमा स्वाद अनुसार नुन हाल्ने, अनि त्यसपछि बेसार हाल्ने, पाप्रिका हाल्ने, रातो खुर्सानीको धुलो हाल्ने, जिरा धनियाँको पाउडर हाल्ने, अनि थोरै एमएससी पनि हाल्ने, अनि त्यसमा हल्का चना हाल्ने, आलु हाल्ने, अनि मजाले चलाएर एकछिन हल्का गल्ने बेलासम्म पकाउने, अनि त्यसमा अघि बोइल गरेर राखेको नुडल र डार्क सोया सस हालेर फेरि एकछिन त्यसलाई मजाले चलाउनुपर्छ। योचोटि चाहिँ अलि धेरै नै राम्रोसँग चलाउनुपर्छ, त्यो सबै मसलाहरू सब ठाउँमा फैलिने गरी। यति भएपछि चाहिँ अघि फ्राई गरेर राखेको चिकन हालेर एकछिन मजाले चलाउने, अनि माथिबाट फ्रेस धनियाँ हालिदिने। यति गरेपछि चाहिँ चाउमिन बनेर रेडी हुन्छ, अनि त्यसले आफ्नो स्वाद अनुसार केचप अथवा अचार हालेर सर्भ गर्ने अनि मिठो मिठो खाने।